भन्छन् केही भेटहरू संयोग हुँदैनन्, ती त जीवनको मोड हुन्छन्। काठमाडौँको भिडभाडमा पनि साँझ पर्दा आर्यनलाई सधैँ एउटै अनुहार सम्झना आउँथ्यो, माया। माया जसको मुस्कानले उसलाई जीवन फेरि बाँच्न सिकाएको थियो। पहिलो भेट भएको थियो पशुपतिनाथको घाटमा। आर्यन क्यामेरामा साँझको आरती कैद गर्दै थियो र माया हातमा फूल लिएर शान्त आँखाले बगिरहेको बागमती हेर्दै थिए। तिमी फोटो खिच्दैछौ कि समय रोक्दै? मायाको त्यो वाक्यले आर्यनको मन एकैचोटि छोयो। त्यस दिनदेखि उनीहरू भेट्न थाले, कहिले दरबार मार्गको कफी शपमा, कहिले स्वयम्भूको सिडीमा बसेर शहरलाई टाढाबाट हेर्दै। माया भन्थी, म प्रेमलाई शब्दमा होइन अनुभूतिमा विश्वास गर्छु। आर्यन मुस्कुराउँथ्यो, किनकि माया नै उसको सबैभन्दा सुन्दर अनुभूति थिए। तर समय सधैँ साथ दिँदैन। आर्यनलाई विदेश जानुपर्ने भयो, सपनाको खोजीमा। बिदाईको दिन त्रिभुवन विमानस्थलमा माया रोइन्। उनी भन्थिन्, साँचो माया दूरीले होइन, भरोसाले बाँच्छ। आर्यन गयो, तर हरेक रात मायालाई सम्झेर लेख्थ्यो। पत्रहरू, सन्देशहरू, सम्झनाहरू, सबैमा माया नै हुन्थे। वर्षौंपछि ऊ फर्कियो, उही घाट, उही साँझ, उही आरती, र त्यही थिए माया, हातमा फूल लिएर। माया मुस्कुराएर भनी, के तिमीले समय रोक्न सिक्यौ? आर्यनले उसको हात समात्दै भन्यो, हो, जब तिमीसँग हुन्छु समय आफै रोकिन्छ।